हेलो गाइज, म चाहिँ अब युनिट 13 पुगिसकेको छु। काप्दा नजिक हुनु, खानु खाँदा सम्भव हुनु, खाद्य साधारण व्यञ्जन खाँदा नाँदा साधारण हुनु, खाद्दा उस्तै हुनु, खाँचीसँगै ख्याङ अवस्था होला, ख्याङ छाल्स प्रहरी कार्यालय खोङफो ग्रसित ख्वाङ ग्वंश सरकारी कार्यालय खोञ्छान नादा ठिक हुनु, ख्वान्छान आयो ठिक छ, खुछङ वडा कार्यालय खुच्छेजक निश्चित, खुरन्ते तर खुरम त्यसो भए नाल्चा मिति नमु धेरै नोल्राउँदा घुम्नु आउनु, नुत्दा ढिलो हुनु, थाहा सबै थारुदा फरक हुनु, अर्को थोछङ भनेको कि अञ्चल हो, अञ्चल कार्यालय, तोकखान भनेको अर्को कुरा, मान्याको भनेको यदि, माल हेस्दराद भनेको कुरा गरेपछि, मल्दा भनेको टाढा हुनु, के हो यो चाहिँ फेरि के हो, मेल्रो भनेको रोमाञ्चकारी, मुसिन भनेको नि, मिरी भनेको अघावै पहिले मिरी भनेको, फापुदा भनेको व्यस्त हुनु, फाच्छिम भनेको झुन्डी आउने, फोगन्सो भनेको सार्वजनिक, के हो यो स्वास्थ्य केन्द्र, फोगो सिफायो हेर्न चाहन्छु, फोक्जा फादा भनेको भिडभाड हुनु,